सम्पूर्ण नमस्कार। म सुशील बस्याल, राष्ट्रप्रेमी। देशभर चुनावी माहौल तातिरहेको छ, पाल्पामा पनि माहौल तातिरहेको छ। पाल्पा जिल्लाका सम्पूर्ण उम्मेदवारहरूसँग राष्ट्रिय न्युजले पाल्पामा तपाईँ किन भन्ने कार्यक्रम चलाइरहेको छ। आज हामी चौथो एपिसोडमा छौँ। आजको कार्यक्रममा हामीसँग हुनुहुन्छ नेपाली काङ्ग्रेसको तर्फबाट पाल्पा क्षेत्र नम्बर 2 मा उम्मेदवारी दिनुभएको हिमाल दत्त श्रेष्ठजी हुनुहुन्छ। यहाँलाई कार्यक्रममा हार्दिक स्वागत छ। धन्यवाद। यो कार्यक्रमको नाम पाल्पामा तपाईँ किन भन्ने कार्यक्रम छ। यही प्रश्नको उत्तर यहाँले कसरी दिनुहुन्छ? स्वाभाविक रूपमा म यो पाल्पामा एउटा जन्मेको मान्छे होइन। यही पाल्पाको माटोले मलाई हरेक कुरा सिकाएको र जुन विचारमा म प्रतिबद्ध भएर म 11 वर्षको उमेरदेखि निरन्तर रूपमा लागेँ र सेन माध्यमिक विद्यालयमा सेन माध्यमिक विद्यालय 2051 सालमा नेपाल विद्यार्थी सङ्घको त्यहाँको इकाइ अध्यक्ष भएर मेरो राजनीतिक यात्रा प्रारम्भ भयो। यही त्रिभुवन बहुमुखी क्याम्पसमा म विभिन्न पदीय दायित्व र जिम्मेवारीमा रहेर स्वतन्त्र विद्यार्थी युनियनको सभापतिको भूमिका निर्वाह गरेँ। नेपाल विद्यार्थी सङ्घको जिल्ला सभापति हुँदै तपाईँको चाहिँ नेपाल विद्यार्थी सङ्घको केन्द्रीय सदस्य हुँदै जिल्ला कार्य समिति नेपाली काङ्ग्रेसको सदस्य हुँदै महासमिति सदस्य हुँदै आज सभापतिको रूपमा छु। त्यति मात्र होइन, पाल्पाले जन्माएको एउटा भनौँ न सामाजिक सेवाको भावनाले अगाडि बढ्ने एउटा राजनीतिक कर्मीको रूपमा पनि स्थापित भएको हुनाले गर्दाखेरि पाल्पामा स्वाभाविक मेरो एउटा चाहिँ अधिकार थियो। त्यो अधिकारलाई नेपाली काङ्ग्रेस केन्द्रीय कार्य समितिले जुन मलाई एउटा चाहिँ सुम्पेको छ त्यसको लागि म त्यो नेपाली काङ्ग्रेस केन्द्रीय समितिलाई पनि धन्यवाद दिन चाहन्छु। र मेरो उपस्थिति भनेको मैले गरेको पाल्पामा विभिन्न आरोहहरूमा गरेको योगदानले नै मेरो चाहिँ पाल्पामा उपस्थित रहेको कुरा म यहाँले जानकारी गराउन चाहन्छु। पाल्पामा तपाईँको ठ्याक्कै उम्मेदवारी चाहिँ किन, प्रमुख एजेन्डा चाहिँ यहाँले के चाहिँ बोकेर हिँड्नु भएको छ? स्वाभाविक रूपमा अब पाल्पाको पर्यटन प्रबन्धन नै मेरो 1 नम्बर अहिलेको चाहिँ तपाईँको चाहिँ एजेन्डा हो होइन। पाल्पाको पर्यटन प्रबन्धनलाई हामीले विकास गर्न सक्यौँ भने यहाँका तमाम साथीहरूलाई जुन चाहिँ हामीले अर्को महत्त्वपूर्ण कुरा भनेको रोजगार छ, रोजगारसँग जोड्न सक्छौँ, श्रमसँग जोड्न सक्छौँ, उत्पादनसँग जोड्न सक्छौँ। श्रमसँग रोजगार उत्पादनसँग हामीले जोड्यौँ युवालाई भने युवा जुन ढङ्गले पलायन भइरहेको वर्तमान परिदृश्य छ त्यसलाई अन्त्य गर्न सक्छौँ भन्ने कुरा हो। त्यो सँगसँगै तपाईँको चाहिँ शिक्षाको क्षेत्रमा पनि त्रिभुवन बहुमुखी क्याम्पस जुन छ यसलाई चाहिँ एजुकेसनको हब बनाउन सक्छौँ। एउटा तपाईँको चाहिँ विश्वविद्यालयको रूपमा हामीले चाहिँ त्रिभुवन विश्वविद्यालय रूपान्तरण गर्न सक्छौँ। र स्वास्थ्यको क्षेत्रमा पनि प्रशस्त सम्भावना भएको कालीगण्डकीको कोरिडोरलाई चाहिँ हामीले चाहिँ ट्रमा सेन्टरको रूपमा त्यहाँको हस्पिटललाई डेभलप गर्न सक्छौँ भने मेडिकल कलेजहरू छ। यहाँको जिल्ला अस्पताललाई पनि हामीले चाहिँ एउटा चाहिँ अहिलेको अत्याधुनिक जिल्ला अस्पतालको रूपमा अगाडि बढाउन सक्छौँ। त्यस कारणले गर्दाखेरि सम्भावना पाल्पामा मैले मेरो आफ्नो मेजर भनेको यहाँको पर्यटन प्रबन्धन र शिक्षा क्षेत्रमा र तपाईँको चाहिँ स्वास्थ्यको क्षेत्रमा र रोजगारीको क्षेत्रमा योगदान गर्न सक्छु भन्ने विश्वासका साथ म अगाडि बढेको छु। जस्तो अहिले नेपाली काङ्ग्रेसभित्र यो नेतृत्व परिवर्तनमा धेरै असन्तुष्टिहरू पनि देखिएको छ। यहाँले चाहिँ यसलाई कसरी लिनुभएको छ? होइन, स्वाभाविक रूपमा यो एउटा परिवर्तन हुँदै गर्दाखेरि असन्तुष्टिका स्वरहरू, असहमतिका स्वरहरू, फरक मतका स्वरहरू आउँछन्। अझ डेमोक्रेटिक पार्टी नेपाली काङ्ग्रेस भएको हुनाले फरक मत यसको चाहिँ गर्न हो हेर्नुहोस् होइन, फरक मत राखिन्छ। तर तपाईँले देख्नुभयो जुन ढङ्गबाट काङ्ग्रेसमा अहिले परिवर्तन भयो, विशेष महाधिवेशनबाट जुन नेतृत्व परिवर्तन भयो, तर त्यसको 1 हप्ता नबित्दै हामी बिचमा रहेको विवादलाई अन्त्य हुने गरेर होइन सबैको सहमति सहकार्य र एकताको भावनाले हामीले 165 निर्वाचन क्षेत्रमा जुन हामीले एजेन्डा लिएका थियौँ कि अहिलेको निर्वाचन क्षेत्रमा हामी निर्वाचनमा कसैसँग पनि एकता गर्दैनौँ। र अहिलेको जेनजीले जुन खाले आन्दोलन गर्यो, जुन खाले जेनजीको भावना छ त्यो भावनाको प्रतिनिधित्व हुने गरेर नेपालमा सुशासनको नयाँ प्रारम्भ गर्ने गरेर हामीले चाहिँ क्यान्डिडेट डिक्लेयर गर्छौँ भनेर चाहिँ जुन कमिटमेन्ट विशेष महाधिवेशनमा हाम्रा पहिलाका महामन्त्री अहिलेका केन्द्रीय सभापतिले गर्नुभएको थियो, सोही अनुरूप 165 निर्वाचन क्षेत्रमा त्यही ढङ्गबाट जेनजीको भावनाको प्रतिनिधित्व गर्ने ढङ्गबाट युवाहरू समावेशी तपाईँको चाहिँ हरेक ढङ्गका व्यक्तित्वहरूले अहिले चाहिँ टिकट पाएर नेपाली काङ्ग्रेसको चारतरे झन्डा र रुख चिन्हबाट प्रतिस्पर्धा गरेको देख्नुभएको छ। त्यसकारण नेपाली काङ्ग्रेसभित्र विवाद छैन, फरक मतहरू थिए त्यो पनि मिलिसकेको अवस्था छ। काङ्ग्रेसभित्रको अहिले जुन सभापतिमा विशेष महाधिवेशन भइसकेपछि एउटा टिम चाहिँ अझै पनि असन्तुष्टिमा रहेको हो कि भन्ने आम नागरिकको पनि त्यो बुझाइ छ। त्यो कुनै टिमबाट जिल्लामा तपाईँलाई अथवा केन्द्रमा कसैलाई त्यो टिमले सहयोग नगर्ने त होइन भन्ने किसिमको चाहिँ कता कता आशंका पनि छ। यसलाई चाहिँ
के रूपमा लिनुभएको छ तपाईँ? मलाई त्यस्तो लाग्दैन। अहिलेको निर्वाचन सबै हिजोको नेतृत्व गर्नुहुने आदरणीय सभापति शेरबहादुर देउवादाईले समानुपातिकको लिस्ट उहाँहरूको टिमले लिस्ट फाइनल गरेको थियो। राष्ट्रिय सभाको उम्मेदवारी भोलि निर्वाचन हुँदैछ, उहाँहरूले नै निर्णय गर्नुभएको थियो भने अहिले तपाईँको चाहिँ विशेष महाधिवेशनपछि जुन परिवर्तन र रूपान्तरणको एजेन्डा बोकेर आएको गगन थापाको नेतृत्वले पनि सबैको सहभागितामा तपाईँको चाहिँ टिकट डिस्ट्रिब्युसन भएको छ। त्यसकारण मलाई लाग्छ त्यसरी चाहिँ असहयोगको भावना आउँछ भन्ने, असहयोगको वातावरण सिर्जना हुन्छ भन्ने मलाई लाग्दैन। किनभने एकदम त्यसमा स्वाभाविक रूपमा मैले अहिले टिकट प्राप्त गरेको नोमिनेसन भएको पनि आज करिब 4 दिन भइसकेको छ र त्यो बिचमा पहिला जस्तो चाहिँ तपाईँको चाहिँ असन्तुष्टिहरू तपाईँले देख्नुहुन्थ्यो पार्टीभित्र, त्यो खाले मैले चाहिँ अहिले अवस्था पाएको छैन। सबै साथीहरूले सौहार्दपूर्ण वातावरणमा सहयोग गर्नुभएको छ, अग्रज नेताहरूले पनि त्यही खाले तपाईँको चाहिँ कोअपरेट गर्नुभएको छ। त्यस कारणले गर्दाखेरि मलाई लाग्छ यो अवस्था नेपाल अधिराज्यभित्रै रहेको अवस्था छ। जस्तो अहिले तपाईँको केन्द्रीय सभापति पनि नेपाली काङ्ग्रेसको केन्द्रीय सभापति युवा हुनुहुन्छ, सम्भवतः पाल्पाको उम्मेदवार पनि तपाईँ युवा नै हुनुहुन्छ। यसले गर्दा आम युवाहरूको वैदेशिक रोजगारमा जानुपर्ने बाध्यता र पाल्पा एउटा भौगोलिक हिसाबले पनि धेरै पछाडि परेको, तुलनात्मक हिसाबले धेरै पछाडि परेको जिल्लाको रूपमा पनि चिनिएको छ। यसलाई ठ्याक्कै यहाँको रणनीति भनौँ अथवा यहाँको रोडम्याप चाहिँ अहिले चुनाव जित्ने अथवा चुनाव जितिसकेपछि यो गर्छु भन्ने क्लियर रोडम्याप चाहिँ के छ? मेरो चाहिँ के छ भने मैले पहिले पनि भनिरहेको कुरा के हो भने भैरवामा अन्तर्राष्ट्रिय एयरपोर्ट निर्माण भएको छ, पोखरामा क्षेत्रीय एयरपोर्ट बनिसकेको अवस्था छ, सञ्चालनमा आइसकेको अवस्था छ। त्यस कारणले गर्दाखेरि के हो त भन्दाखेरि भैरवा र तपाईँको चाहिँ पोखराको जुन बिचको ट्रान्जिट पोइन्ट छ, हिल स्टेसन छ, चाहे पोखरा आउने व्यक्तिहरू पनि लुम्बिनी जान चाहन्छन्, गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा आएको व्यक्ति पनि एउटा पर्यटकीय गन्तव्य, नेपालको सबैभन्दा एउटा चाहिँ महत्त्वपूर्ण गन्तव्य पोखरा जान चाहन्छन्। त्यसको एउटा चाहिँ वान वे स्टे हबको रूपमा यो तानसेन पाल्पालाई, पाल्पाको समग्र तानसेन मात्रै नभएर पाल्पाको विभिन्न पर्यटकीय ठाउँहरू जुन छन्, तिनौका जन्तिलुङहरू, होमस्टेहरूदेखि लिएर तपाईँको चाहिँ विभिन्न अब भैरवस्थान मन्दिरदेखि लिएर ऋषिकेश मन्दिरदेखि लिएर रानीमल एउटा सम्पदाले भरिएको मन्दिरदेखि लिएर रणवजेश्वरी अमरनारायण मन्दिरहरूदेखि लिएर धेरै सम्भावना बोकेका तपाईँहरूले ठाउँहरू, तपाईँहरूले होमस्टेहरू तपाईँले देख्नुहुन्छ पाल्पामा। त्यस कारण त्यो ठाउँमा आएर अवलोकन गर्ने किसिमको वातावरण तयार गर्नको लागि टु लाइन डेलिकेटेड बाटो जुन मैले बारम्बार पहिला पनि उठाइरहेको कुरा हो, त्यो निर्माण गरेर वान वे स्टे हबको रूपमा यसलाई निर्माण गर्ने। अर्को तपाईँको कालीगण्डकी कोरिडोर कम्प्लिट हुने अवस्थामा छ। मैले अस्ति पनि कुरा उठाएँ, जुन रानी मलमा एउटा पुल बन्न बाँकी छ, पुलहरूको डिपिआर तयार भइरहेको छ। यस्तो पुल बनाउनु पर्छ कि त्यो पुलले चाहिँ रानी मलको सौन्दर्यतालाई अझ उजागर गरोस्, अझ त्यसलाई चाहिँ विश्व बजारीकरणमा त्यसलाई चाहिँ देखाउने किसिमको इन्भाइरोमेन्ट त्यो खाले डिजाइन तयार गर्नुपर्छ भनेर अस्ति मैले जिल्ला सम्मेलन समितिको बैठकमा पनि त्यो कुरा उठाएको थिएँ। र त्यसलाई पनि के हो त भन्दाखेरि ब्रान्ड गर्नको लागि तपाईँको चाहिँ के हो त भन्दाखेरि हाम्रो चाहिँ के हो वीरगन्जको नाकाबाट जुन कालीगण्डकी कोरिडोर तपाईँको चाहिँ मुस्ताङ तपाईँको गएर चाहिँ इन्ड हुन्छ, त्यसको पनि वान वे स्टे हबको रूपमा हामीले चाहिँ पाल्पाभित्र छिराउने किसिमका पर्यटकीय गन्तव्यका सम्भावनाहरूलाई सम्बोधन र प्रबन्धन गर्ने कुरामा मेरो विशेष जोड रहन्छ। यो फेरि व्यक्तिगत रूपमा मैले भन्ने कुरा होइन, म एज अ पार्लियामेन्ट मेम्बर भएको हुनाले, संसद हुने भएको हुनाले त्यसलाई नीतिगत रूपमै बजेट एलोकेट गर्ने कुरा महत्त्वपूर्ण कुरा होइन। नीतिगत रूपमै पाल्पाका सम्भावनाहरूको अध्ययन गरेर त्यसलाई प्राथमिकरण गरेर नीतिगत रूपमै प्रत्येक वर्ष पाल्पाको पर्यटन प्रबन्धनमा टेवा पुग्ने किसिमको काममा जसले रोजगारी सृजना गर्छ, यहाँ रोजगार पनि जोडिएको छ। पर्यटन भयो भने यहाँ युवाहरू यसरी चाहिँ पलायन हुनुपर्ने अवस्थाको वातावरण पाल्पामा हुँदैन भन्ने कुरा मलाई विश्वास छ। त्यस कारणले गर्दाखेरि त्यो दिशामा मैले आफ्नो ध्यान केन्द्रित गर्नेछु। जस्तो अहिले तपाईँको पाल्पा क्षेत्र नम्बर 2 मा प्रतिस्पर्धा कोसँग जस्तो लाग्छ अलि बढी रूपमा? अब मैले चाहिँ मेरो आफ्नो राजनीतिक अनुभव होइन, सानो बच्चादेखि नै मैले राजनीतिकमा चाहिँ राजनीतिक यात्रा प्रारम्भ गरेको व्यक्ति हो र तपाईँको चाहिँ अन्तिम समय योभन्दा अगाडि म चाहिँ यो निर्वाचनको कमान्डरकै रूपमा एउटा चाहिँ निर्वाचन परिचालनको कमान्डरकै रूपमा स्थानीय तहको निर्वाचन र तपाईँको सङ्घीय र प्रादेशिक निर्वाचन मैले ड्राइभ गरेको हुनाले गर्दाखेरि मलाई के लाग्छ भने स्वाभाविक रूपमा प्रतिस्पर्धा अहिले मैले देखेको चाहिँ के हो त भन्दाखेरि नेकपा एमालेसँगै हाम्रो प्रतिस्पर्धा मैले देखिरहेको अवस्था छ वर्तमान परिप्रेक्ष्यमा। अब तर के हो त भन्दाखेरि अब अहिलेको भेराइबल मतहरू तपाईँको चाहिँ अलिकति चलायमान मतहरू भएको हुनाले कुन उसमा वेमा जान्छ
त्यो चाहिँ मैले अहिले नै आकलन गर्न सकिरहेको अवस्था छैन। केही समय अगाडि 15-20 दिन अगाडि त्यसको चाहिँ एउटा चाहिँ ऊ पनि आउला। तर अहिले चाहिँ हामीले चाहिँ विगतलाई हेर्दै गर्दाखेरिको अवस्थालाई आधार मान्ने हो, गएको निर्वाचनलाई आधार मान्ने हो। त्यस कारणले गर्दाखेरि अलिकति प्रतिस्पर्धाको रूपमा नेकपा एमाले नै हुन्छ कि जस्तो मलाई लागेको छ। जस्तो काङ्ग्रेसभित्र चाहिँ नातावाद कृपावाद चाहिँ अलिक बढी नै हुन्छ भन्ने आम नागरिकको बुझाइ पनि छ। कता कता त्यो गन्ध मिसिएको हो कि भन्ने पनि आम पब्लिकको पनि त्यो एक प्रकारको बुझाइ पनि छ। यसमा ठ्याक्कै तपाईँको उम्मेदवारी रहँदै गर्दा र चुनाव जितिसके पश्चात पनि तपाईँबाट नातावाद कृपावाद जस्ता चाहिँ विभिन्न परिप्रेक्ष्यमा त्यो हुँदैन भन्ने लिखित प्रतिबद्धता व्यक्त गर्न सक्नुहुन्छ तपाईँ? स्वाभाविक रूपमा मेरो पारिवारिक पृष्ठभूमि हेर्नुहुन्छ भने कुनै पनि मेरो बुवाले राजनीति गर्नुहुन्थ्यो। मेरो बुवा वडा अध्यक्ष 2 कार्यकाल 49 तानसेन नगरपालिकाको 54 हुनुहुन्थ्यो र मेरो घर लामो नेपाली काङ्ग्रेसको पार्टी घरले बसेको घर पनि हो पार्टी अफिस नहुँदाखेरि। त्यस कारणले गर्दाखेरि त्यो घर परिवारबाट हामी धेरै छौँ। मेरो 5वटा दाजुभाइ, 5जना दिदीबहिनी हो र त्यसमा कोहीले पनि अरू अन्य राजनीतिमा क्रियाशील हुनुहुन्न र म राजनीतिमा स्थापित हुँदै गएँ। वर्तमान समयमा म स्वयं पार्टी सभापति नै थिएँ, पार्टी सभापति नै अहिले पनि वर्तमान अवस्थामा छु। तर मैले चाहिँ मेरो नातावादको नाममा कृपावादको नाममा मैले कहीँ पनि तपाईँले देख्नुभएको छ मेरो निर्णय प्रक्रिया आजसम्मको राजनीतिक यात्रामा मैले सबभर दूरदराज पिछडिएको वर्ग र सम्भावना बोकेको युवाहरूलाई नै प्रोत्साहन गर्ने, तिनीहरूलाई नै एउटा चाहिँ होस्टेलमा हिस्से गरेर तिमीहरू अगाडि बढ्नुपर्छ है, यो मुलुक तिमीहरूले नै भोलि चाहिँ आफ्नो उत्तरदायित्व बन्द गर्नुपर्छ है भनेर अगाडि बढिरहेको अवस्था छ। त्यसकारण भोलिका दिनहरूमा म कुनै पनि ठाउँमा स्थापित हुँदै गर्दाखेरि मेरो जुन आफ्नो व्यक्तिगत स्वभाव छ, नेचर छ, त्यसले नातावाद कृपावादको कुरा हामी अगाडि त्यसमा चाहिँ कुनै उनै छैन। किनभने हिजो पनि हामीले त्यो कुराको पार्टीभित्र विद्रोह गरेर तपाईँको चाहिँ आएको व्यक्ति हो होइन। त्यस कारणले गर्दाखेरि म आफै स्वयं आफूले उठाएको कुरामा अनि आफै स्वयं लाग्नु भनेको त्यो नैतिकता, राजनीतिमा नैतिकता भनेको ठुलो अर्थ राख्ने कुरा भएको हुनाले गर्दाखेरि मबाट त्यस्तो नातावाद कृपावादको कुरा र आफ्नो व्यक्तिगत स्वार्थको लागि आफूले चाहिँ विभिन्न ढङ्गका जुन अनसिनमा गरिने कामहरू जुन राजनीतिमा देखिएको छ विगतमा त्यो चाहिँ हुँदैन। अहिले जेनजीको परिवर्तनको जेनजीले जुन एजेन्डा बोकेको छ त्यो जेनजीको एजेन्डाको वास्तविक प्रतिनिधित्व पाल्पा जिल्लामा हरेक हिसाबले तपाईँको युवाको हिसाबले पनि होइन, एउटा चाहिँ सुशासनको हिसाबले पनि, एउटा नैतिक बन्धन, नैतिक दायित्व र जिम्मेवारी निर्वाह गरेको हिसाबले पनि र आजसम्म यत्रो तपाईँको चाहिँ विभिन्न पदमा हुँदाखेरि पदमा रहेर हिजो विद्यार्थी राजनीतिमा सोभिको सदस्य, उपसभापति, सोभि सभापति हुँदै काम गरेको व्यक्ति हुँदाखेरि पनि कुनै पनि ठाउँमा चाहिँ 2 पैसा लाभ हुन्छ, प्राप्ति हुन्छ भनेर नलागेको व्यक्ति भएको हुनाले गर्दाखेरि त्यो अवस्था सृजना हुन्छ जस्तो त्यो अवस्था मबाट हुन्छ भन्ने मलाई लाग्दैन। जुन दिन म त्यो अवस्थामा पुग्छु त्यो दिन चाहिँ मैले चाहिँ मेरो आफ्नो राजनीतिक यात्रा समाप्त भएको मैले महसुस गर्छु। म केवल चाहिँ जनताले मात्र होइन, म आफै स्वयंले महसुस गर्छु भन्ने मलाई लाग्छ। त्यस्तो नागरिकले बुझ्यो भने तपाईँ राजनीति नै नगर्नु एकदम त्यो एकदम मेरो पुरै प्रतिबद्धता भनेको। तपाईँ अहिलेको जेनजी आन्दोलनप्रति तपाईँको ठ्याक्कै दृष्टिकोण चाहिँ के छ? मेरो एकदम यसमा चाहिँ के हो त भन्दाखेरि 23 गतेको जुन आन्दोलन भयो, जेनजीहरूले जुन खाले प्रदर्शन गर्यो त्यसको पक्षमा वकालत गर्ने, त्यसको पक्षमा पार्टीभित्र लबिङ गर्ने, यो गलत भइरहेको छ, यो चाहिँ गर्नुपर्छ भनेर आवाज उठाउने व्यक्ति मध्ये म नै हो। मैले चाहिँ त्यसलाई पूर्ण रूपमा जेनजीले वास्तविक जेनजी साथीहरूले उठाएको आवाज जुन छ त्यसको वास्तविक समर्थक पनि म हो पार्टीभित्र पनि। र जुन 24 गतेको घटना घट्यो त्यो चाहिँ अत्यन्त दुःखदायी घटनाको रूपमा मैले लिएको छु। त्यसमा जेनजी साथीहरू, जो निर्दोष साथीहरू, जुन निहत्ता साथीहरू जो चाहिँ शहादत प्राप्त गरे, जो अहिले पनि घाइते अवस्थामा हुनुहुन्छ, उहाँहरूको केही दोष छैन। नेपालको भू राजनीतिमा तपाईँको चाहिँ जुन ढङ्गको चाहिँ घुसपेटहरू भयो जसको कारणले गर्दाखेरि नेपालमा एउटा विश्वासको वातावरण सिर्जना गर्नको लागि धेरै लामो समय लाग्न सक्ने सम्भावना मैले देखेको छु। त्यस कारणले गर्दाखेरि त्योलाई चाहिँ अलिकति मैले चाहिँ गलत भयो कि भनेर मात्रै भन्ने हो। अन्य कुरा चाहिँ उनीहरूको एजेन्डामा म पूर्ण रूपमा सहमत हुन्छु। जस्तो तपाईँको पारिवारिक हिसाबले थोरै जानियो भने तपाईँको परिवार चाहिँ बाहिर देशमा भन्ने कुराहरू पनि हामीले धेरै सामाजिक सञ्जालमा भेटाउँछौँ। चिया खाने कपमा पनि अहिलेको पाल्पा क्षेत्र नम्बर 2 को उम्मेदवार हिमाल दत्त श्रेष्ठजीको परिवार चाहिँ बाहिर हुनुहुन्छ, भोलि उहाँ बाहिरै जाने हो कि भन्ने पनि एउटा त्यो किसिमको प्रश्नहरू पनि उठिरहेका छन्। यसको उत्तर चाहिँ अहिले कसरी दिनुहुन्छ? तपाईँको चाहिँ अहिले बाहिर परिवार नभएको कोही पनि छैन। मेरो परिवार पनि एउटा स्टडीको लागि पिएचडी अहिले तपाईँको चाहिँ होल्डर हो होइन, अहिले पोस्टडकको स्टुडेन्टको रूपमा उसले चाहिँ गरिरहेको छ। एउटा अपर्च्युनिटी पाउँदै गर्दाखेरि एउटा सम्भावना भएको युवा स्वाभाविक रूपमा बाहिर जाने स्वाभाविक हो। तर मेरो चाहिँ राजनीतिक लक्ष्य, मेरो चाहिँ जुन चाहिँ उद्देश्य, सामाजिक दायित्व वहन गरेर जुन ढङ्गले म अगाडि बढेँ, मेरो त्यो कहिले पनि रहेन। म 1998 मा स्वयं 1998 मा म फ्रान्स गएको मान्छे,
जो म चाहिँ तपाईँको चाहिँ इन्टर पढ्दै गर्थेँ त्यो बेलामा 3 महिना ट्रेनिङ प्रोग्राममा गएको मान्छे। त्यो बेला पनि म युरोप छिरेको मान्छे, सम्भावना थियो म त्यही बस्छु, तर मेरो कहिले पनि रहेन। म एउटा बजारमा एउटा हुने खाने परिवारको छोरा भएर पनि हाम्रो परिवारले कहिले पनि व्यापार गरेको परिवार होइन। हामी सामाजिक दायित्व वहन गर्दै आइरहेको पारिवारिक भएको हुनाले मेरो जुन लगाव रह्यो त्यो नै मेजर कुरा हो, त्यो नै मेरो दायित्व हो। जसले मलाई विश्वास गर्यो, त्यो जसले विश्वास गरी यो ठाउँसम्म पुऱ्यायो, तिनैको लागि मैले सेवाको भावनाले समर्पित भएर गर्नुपर्छ भन्ने भावना राखेको कुरा हो। त्यस कारणले गर्दाखेरि ती कुराहरू अब स्वाभाविक कसको घर परिवारमा कसैको को गएला, कसैको को गएला, कसैको गएर आखिरी स्वाभाविक रूपमा कहीँ न कहीँ गएर केही न केही गरेर होइन आफ्नो जीविकोपार्जन गर्नुपर्ने अवस्था पनि रहेको छ। र अब कतिपय साथीहरू स्टडीको लागि बाहिर जानुहुन्छ र फेरि फर्केर आएर पनि आफ्नो चाहिँ भूमिका दायित्व निर्वाह गर्नुहुन्छ। त्यस कारण मेरो लक्ष्य भनेको यही नै थियो र म मेरो लक्ष्यमा अडिग छु। म अडिग छु, त्यो पछिसम्म पनि प्रतिबद्ध भएर अडिग भएरै म अगाडि बढ्छु। तपाईँको दृढ सङ्कल्प चाहिँ पाल्पावासीसँगै रहने, पाल्पाकै विकास निर्माण एकदम सधैँ अडिग रहने। एकदम स्वाभाविक रूपमा त्यो तपाईँले मेरो इतिहासबाट पनि हेर्न सक्नुहुन्छ र मेरो वर्तमानबाट पनि हेर्न सक्नुहुन्छ। त्यो तपाईँहरू किनभने तपाईँहरूले सोसल अडिट गरिराख्नु भएको छ, त्यो स्वाभाविक देखिएको कुरा हो। नभए सम्भावना भयो यहाँ दुःख गरेर यहाँ सङ्घर्ष गरेर यो गरेर हिँड्नुपर्ने, तपाईँ जुन ढङ्गले मैले राजनीतिक यात्रा प्रारम्भ गरिरहेको छु दुःख सुखले होइन, त्यो गर्नुपर्नेमा मेरो चाहिँ अवस्था होइन नि त। तर मैले त्यही नै रोजेँ भने म कहाँ एकदम प्रष्ट रूपमा देख्नुहुन्छ त्यो, किनभने विगतले देखाएको छ, त्यस कारणले देख्नुहुन्छ। जस्तो अब हामी कार्यक्रमको अन्तिममा पनि आइपुगेका छौँ, आम पाल्पावासीलाई चाहिँ यहाँले के भन्न चाहनुहुन्छ? स्वाभाविक रूपमा पाल्पावासीले अहिले फागुन 21 गते हुने गइरहेको निर्वाचनलाई मित्रवत प्रतिस्पर्धाको रूपमा यो निर्वाचन जानुपर्छ। म अन्य राजनीतिक दललाई पनि भन्न चाहन्छु, हाम्रो पहिला हुने शत्रुवत व्यवहारको पनि अन्त्य हुनुपर्छ र आर्थिक मितव्ययिता सहितको अहिलेको निर्वाचन हुनुपर्छ। आर्थिक मितव्ययिता पनि निर्वाचनको एकदम महत्त्वपूर्ण कडी हो। त्यस कारण त्यो आर्थिक मितव्ययिता सहितको स्वच्छ प्रतिस्पर्धात्मक निर्वाचन हुनुपर्छ र पाल्पाली जनताले त्यो आधारमा निर्वाचन भएको, त्यो आधारमा मलाई यदि मत दिएर निर्वाचित गराउनु भयो भने म पाल्पाली जनताको नेता होइन, म सेवकको रूपमा यो काम गर्नेछु र मैले विश्वास छ मैले चाहिँ यो गर्छु उ गर्छु म भन्दिनँ। जोस् म निर्वाचित भएको अवस्थामा सेवकको रूपमा काम गरेर पाल्पाको गुमेको पहिचानलाई मैले चाहिँ स्थापित गर्नेछु। यो समय संवादको लागि धन्यवाद। दर्शकवृन्द, उहाँ हुनुहुन्थ्यो नेपाली काङ्ग्रेस पाल्पा क्षेत्र नम्बर 2 का प्रतिनिधि सभाका उम्मेदवार हिमाल दत्त श्रेष्ठ। उहाँसँग हामी पाल्पाका समग्र विषयमा चर्चा परिचर्चा गऱ्यौँ। आगामी दिनमा अन्य उम्मेदवारहरूसँग पनि यस्तै चर्चा परिचर्चा गर्ने नै छौँ। राष्ट्रिय न्युज हेर्दै गर्नुहोला। बिदा दिनुहोस्, नमस्कार।